सो आज हामी चाहिँ भेरिएबलको बारेमा बुझ्नेछौँ। हिजो हामीले अब जाभास्क्रिप्ट किन युज गर्छौँ भनेर बुझेको थियौँ। सो हामीसँग यो भेरिएबलको लागि बुझ्नको लागि हामीले के गर्छौँ त भन्दाखेरि डेटा टाइपको इन्ट्रोडक्सन र भेरिएबलको इन्ट्रोडक्सन हेर्छौँ, अनि वाट आर भेरिएबल भनेर हेर्छौँ, वाइ भेरिएबल आर इम्पोर्टेन्ट भनेर हेर्छौँ, अनि हाउ टु डिक्लेयर भेरिएबल इन जाभास्क्रिप्ट भनेर हेर्छौँ, नेमिङ कसरी गर्छन् भनेर हेर्छौँ, अनि डेटा टाइप इन जाभास्क्रिप्ट भनेर हेर्छौँ, र हाम्रो कमन मिस्टेकहरू के हुनसक्छ र त्यसलाई अभोइड गर्नलाई के गर्ने भनेर हामीले आजको क्लासमा हेर्छौँ। सो भेरिएबल भनेको के हो भन्ने क्वेसन आउनसक्छ। अब कुनै पनि एउटा प्रोग्रामिङमा कुनै पनि एउटा चिजलाई हामीले एउटा कलेक्सनलाई हामीले एउटा सिम्बलको रूपमा रिप्रेजेन्ट गर्नुपर्छ। त्यसलाई चाहिँ हामीले के भन्छौँ? भेरिएबल भन्छौँ। फर इक्जाम्पलको लागि कुनै एउटा कलेजमा क्लासहरू हुन्छ 1 2 3 4 5 6 7 8 9 10 भनेर हुन्छ भने चाहिँ हामी त्यसलाई चाहिँ भेरिएबल भनेर भन्न सक्छौँ, जुन चाहिँ भेराइ गर्छ, टाइम टु टाइम भेराइ गर्छ। त्यसलाई चाहिँ हामी के गर्छौँ? भेरिएबल। जस्तै अब सम अफ टु टर्म भनेर कसैले दिएको छ भने सम अफ टु टर्म सधैँ 1 + 1 भनेर नै हुन्छ भन्ने त हुँदैन। जस्तै सम भन्ने छ, अब सम भनेको जहिले पनि 1 + 1 गर्दाखेरि 2 हुन्छ भने यो समको भ्यालु त चेन्ज हुनसक्छ, होइन? अब जस्तै अब हामीहरूलाई म्याथमा हामीहरूलाई बुझाएअनुसार भेरिएबल भनेको कुनै चिज जुन चाहिँ हामीले अहिले करेन्टली चाहिँ डिफाइन छैन, तर पछि चाहिँ हामीले डिफाइन गर्न सक्छौँ। जस्तै ए बी सी डी ई एफ जी एच एक्स वाइ जेड, होइन? यस्तो कन्सट्यान्टहरू हामीले साइन्सहरूमा पनि हामीले हेरेको छौँ। जस्तै अब एउटा अर्को इक्जाम्पल भनेको ए प्लस बीको होल स्क्वायर भनेर हामीले गऱ्यौँ भने चाहिँ ए प्लस बीको होल पावर 2 गर्दाखेरि अब यो ए भनेको पनि भेरिएबल हो, यो बी भनेको पनि भेरिएबल हो। अब कन्सट्यान्ट भनेको के हो त भन्ने आउँछ। जस्तै अब हामीहरूसँग नर्मल्ली के छ त भन्दाखेरि पाई भनेको एउटा कन्सट्यान्ट हो, पाईको भ्यालु फिक्स हुन्छ, होइन? त्यसपछि ग्राभिटेसनल कन्सट्यान्ट हुन्छ, अनि त्यसपछि जुनको भ्यालु चाहिँ फिक्स हुन्छ थ्रु आउट द प्रोजेक्ट हामी त्यसलाई के भन्छौँ? कन्सट्यान्टहरू भन्छौँ। फर इक्जाम्पलको लागि कन्सट्यान्ट के हुनसक्छ त भन्दाखेरि कुनै एउटा प्रोजेक्टमा जस्तै हामीले होस्ट गर्ने पोर्टहरू जहिले पनि कन्सट्यान्ट हुनसक्छ, अथवा जुन कुराहरू चाहिँ हामीहरूले डिफाइन गर्छौँ, जुन चाहिँ इन्टायर प्रोजेक्टमा चाहिँ चेन्ज नै हुँदैन, त्यसलाई हामीले के भन्छौँ? कन्सट्यान्ट भन्छौँ। अब यसरी नै हामीहरूले के बुझ्न सकिन्छ भन्दाखेरि भेरिएबल र कन्सट्यान्ट भनेर बुझ्न सकिन्छ। अब यो भेरिएबल चाहिँ किन युज हुन्छ भन्दाखेरि भेरिएबल चाहिँ के गर्छ भन्दाखेरि हामीले कुनै पनि कुरा सम गऱ्यो, जस्तै 2 + 2 सम गऱ्यौँ, अब यसको भ्यालु 4 हुन्छ भन्ने हामीलाई थाहा छ, तर हामीले यो क्यालकुलेसन गर्दाखेरि पो 4 भयो त, पछि चेन्ज हुनसक्छ, होइन? सो अब हामीले यदि यसलाई सम भनेर यदि स्टोर गरेर राखिदिउँ भने अनि हाम्रो कुनै प्रोजेक्टमा पछितिर युज हुने रहेछ भने हामीले डाइरेक्ट समलाई कल गर्न मिल्छ। जस्तै अब रुट भनेर गऱ्यौँ, रुटमा चाहिँ के हुने रहेछ भन्दाखेरि सममा +2 हुने रहेछ भने त अब हामीहरूले यो प्रत्येकचोटि 2 + 2 + 2 गर्नु परेन, समको ठाउँमा हामीले एउटा भेरिएबल बनाइदिएको छौँ। अब यो भेरिएबल बनाइसकेपछि हाम्रो के हुन्छ? भेरिएबल +2 गर्दाखेरि यसरी हामीले भेरिएबलमा चाहिँ स्टोर गरेर राख्छौँ। अब रियल लाइफको भेरिएबल इक्जाम्पल भनेको जस्तै पानी छ, पानीलाई हामीले केमा स्टोर गरेर राख्छौँ? एउटा ग्लासमा स्टोर गरेर राख्छौँ, होइन? त्यो ग्लासमा स्टोर गरेको पानी चाहिँ हामीले कतिखेर युज गर्छौँ? जतिखेर खानु पऱ्यो हो। त्यसरी नै स्टोर गरेर राख्नको लागि चाहिँ हामीले यो चाहिँ युज हुन्छ। अब यो चाहिँ प्रोग्रामिङमा किन युज छ भनेर भन्दाखेरि अब तपाईँहरूले बुझिसक्नु भयो, होइन? अब प्रोग्रामिङमा किन युज छ भन्दाखेरि हामीले कुनै पनि चिजलाई स्टोर गरेर राख्नुपर्छ, त्यही भएर यो भेरिएबल चाहिँ प्रोग्रामिङमा इम्पोर्टेन्ट छ। अब डेटा टाइप्स भनेको के हो? डेटा टाइप्स भनेको कुनै पनि चिजको क्याटेगोराइज गरेर गर्ने। जस्तै अब हामीहरूसँग के को डेटा टाइप हुन्छ भन्दाखेरि 1 2 3 4 योहरू त नम्बर हो, होइन? अब हामीलाई नर्मल अरू ल्याङ्ग्वेजहरूमा इन्टिजर भन्छ होला, केही भन्छ होला, होइन? यो भनेको नम्बर हो, यो एउटा डेटा टाइप हो। यसको एउटा जस्तै तपाईँले 500 भनेर कसैले लेखिदियो भने चाहिँ तपाईँले हेर्ने बित्तिकै के भन्न सक्नुहुन्छ भन्दाखेरि यो भनेको डेटा टाइप, यसको नम्बर हो। यसमा चाहिँ अब हामीले क्यालकुलेसन गर्नु पऱ्यो भने चाहिँ यसरी
300 गरेपछि यसले चाहिँ दिन्छ के 800 होइन। यस्तै अरू अरू टाइपहरू पनि हुन्छ, जस्तै स्ट्रिङ हुन्छ। स्ट्रिङमा के हुन्छ, अब हामीहरूले स्ट्रिङमा जस्तै अब नेम भनेर यसरी लेख्न सकिन्छ होइन, अनि यसरी दिन सकिन्छ क्या। यो भनेको के हो त भन्दाखेरि के हो त भन्दाखेरि हाम्रो डेटा टाइप हो। अब डेटा टाइपहरू के हुनसक्छ भन्दाखेरि अब जस्तै नर्मल्ली नम्बरहरू हुन्छ, स्ट्रिङ हुन्छ, बुलियन हुन्छ होइन, अनि इनम भन्ने हुन्छ, यस्तो टाइपहरू चाहिँ हुनसक्छ। अब यति बुझिसकेपछि अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि भेरिएबल भनेको अब नर्मल्ली के हुन्छ भन्दाखेरि स्ट्याटिक प्रोग्रामिङ र डाइनामिक प्रोग्रामिङ भन्ने हुन्छ। स्ट्याटिक प्रोग्रामिङ भनेको कस्तो भन्दाखेरि जस्तै कुनै चिज एकचोटि डिफाइन गरिसकेपछि जुन चाहिँ चेन्जै हुँदैन, त्यस्तो छ भने स्ट्याटिक प्रोग्रामिङ भयो। अब नर्मल्ली डाइनामिक प्रोग्रामिङ हामीले के गर्छौँ र भन्दाखेरि जस्तै कुनै पनि चिजको भ्यालुहरू चेन्ज भइरहेको छ, त्यही भएर हामीले के गर्छौँ, जस्तै भेरिएबल भनेको डाइनामिक प्रोग्रामिङहरूमा युज हुन्छ। नर्मल्ली युज हुने प्रोग्रामिङ नै डाइनामिक प्रोग्रामिङ हो, यो नयाँ केही होइन। डाइनामिक प्रोग्रामिङ भनेर युज हुन्छ। अब हामीले यसमा के भेरिएबल किन युज हुन्छ त भन्दाखेरि स्टोर के गर्न, इन्फर्मेसनलाई स्टोर गर्न युज हुन्छ। अनि यसमा अर्को के हुन्छ भन्दाखेरि यसलाई चाहिँ हामीले रियुज गर्न मिल्यो होइन। जस्तै अब माथि डिफाइन गरेको तल युज गर्नु पऱ्यो भने रियुज गर्नु पऱ्यो। अनि त्यसपछि अब यसको चाहिँ अब हामीहरूले अब नर्मल्ली युज गर्दाखेरि जस्तै हामीहरूले कुनै एउटा फर्मको डेटा लिनु पऱ्यो, फाइनेन्सियल क्यालकुलेसन गर्नु पऱ्यो, यस्तो कुराहरू गर्दाखेरि हामीले के गर्नु पऱ्यो, यो भेरिएबल चाहिँ एकदम त्यतिखेर चाहिँ भेरिएबल एकदम इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पऱ्यो होइन। यति बुझिसकेपछि अब हामीहरूलाई अब कुनै पनि एउटा भेरिएबल चाहिँ कसरी डिक्लेयर हुन्छ जाभा स्क्रिप्टमा भन्ने कुरा हुन्छ। जाभा स्क्रिप्टमा भेरिएबल डिफाइन गर्नलाई अब एकदम सटिक 3टा छ, भ्यार, कन्स्ट र लेट होइन। भ्यार, कन्स्ट र लेट भनेर यो 3टा रहेको छ। अब भ्यार, लेट र कन्स्ट यो 3टा किवर्डहरू युज हुन्छ। अनि यसलाई चाहिँ हामीहरूले कुनै पनि नम्बर अथवा कुनै पनि भेरिएबलको अगाडि यसरी डिफाइन गर्दाखेरि लेख्न मिल्छ। अब फर इक्जाम्पलको लागि अब हामीहरूलाई लेट एउटा कुनै एक्स भनौँ होइन, एक्स भन्ने बनाउँछ, एक्स इक्वल्स टु 5 गऱ्यो भने चाहिँ यसले चाहिँ यसरी डिफाइन गर्न मिल्छ। अब त्यसरी नै कन्स्टलाई पनि सेम त्यसरी नै डिफाइन गर्न मिल्छ, कन्स्टलाई पनि त्यसरी नै डिफाइन गर्न मिल्छ र भ्यारलाई पनि त्यसरी नै डिफाइन गर्न मिल्छ। अब नर्मल्ली लेट, कन्स्ट, भ्यारलाई यसरी नै डिफाइन गर्न मिल्ने भए हाम्रो लागि एउटा क्वेसन के आउन सक्छ भन्दाखेरि किन छुट्टै बनाएको त भन्ने क्वेसन आउन सक्छ। अब के हुन्छ त भन्दाखेरि कुनै पनि एउटा हामीले प्रोजेक्ट गरिराख्दाखेरि यदि हामीले भ्यार गरेको छ भने चाहिँ त्यो इन्टायर प्रोजेक्टमा चाहिँ यो एक्सको भ्यालु चाहिँ 5 हुन्छ इन्टायर प्रोजेक्टमा होइन। तर अब यो कन्स्ट र लेटको कन्डिसन चाहिँ अलिकति फरक हुन्छ। लेट र कन्स्टको फरक कसरी हुन्छ भन्दाखेरि कुनै एउटा स्कोपभित्र, जस्तै एउटा फङ्सन हामीले बनाएको छौँ, फङ्सन एड भनेर बनाएको छौँ। अब एड भनेर बनाएको छौँ होइन, कुनै एउटा फङ्सन एड भनेर बनाएको छौँ। अब यो फङ्सन मैले यहाँ बनाइदिएँ होइन। यो यहाँ बनाइसकेपछि अब हामीलाई चाहिँ सजिलो हुन्छ, हामीले यहाँ हेर्न मिल्छ। सो अब मैले एड भनेर कल गरेँ। अब कल गरिसकेपछि अब यहाँ हामीले के गऱ्यौँ भन्दाखेरि कन्स्ट एउटा 2 गरेँ, कन्स्ट एक्स गरेँ, एक्स भनेको 2 हो। अनि त्यसपछि कन्स्ट वाइ भनेको 3 हो। अब के गरौँ भन्दाखेरि कन्सोल लक गरिदिउँ होइन, एक्स प्लस वाइलाई लेटर सपोज होइन। अब हामीले यो प्रोजेक्ट रन गऱ्यौँ, यो प्रोजेक्ट अब हेरौँ, प्रोजेक्ट कुनै पनि नोडको प्रोजेक्ट रन गर्दाखेरि यतिखेर एउटा कुरा के क्लियर पारिदिन्छु भन्दाखेरि लोडको प्रोजेक्ट रन गर्दाखेरि हामीले जहिले पनि नोड र यो फाइलको पाथ दिनुपर्छ। यो पाथ बाहिरै छ, अब हामीले हिजो पढे अनुसार बाहिरै छ भने चाहिँ हामीले केही गर्नु पर्दैन, अथवा यसरी ./स्क्रिप्ट लेखे नि हुन्छ अथवा डाइरेक्ट स्क्रिप्ट लेखे पनि हुन्छ। अब यहाँ के देखियो त भन्दाखेरि 2 + 3 5 देखियो होइन। अब मैले यो कन्स्टको ठाउँमा भ्यार लेख्दिएँ, यसलाई पनि भ्यार लेख्दिएँ होइन। अब यो भ्यार लेखिसकेपछि के भयो त, यसको भ्यालु पनि 5 आयो। अब भ्यारको ठाउँमा लेट लेख्दिएँ,
लेट लेख्दाखेरि पनि 5 आयो। अब लेट लेख्दाखेरि पनि 5 आइरहेछ, कन्स लेख्दाखेरि पनि 5 आइरहेछ, ब्यार लेख्दाखेरि पनि 5 आइरहेछ। यो तिनटै किन युज गर्ने त्यसो भए भन्ने क्वेसन आउनसक्छ होइन। तर अब त्यो क्वेसन आयो भने चाहिँ कस्तो हुन्छ त भन्दाखेरि नि, अब जस्तै मैले यो भ्यार भनेर यसरी लेखिदिएँ भने चाहिँ यसलाई चाहिँ ग्लोबल्ली एक्सेस गर्न मिल्छ क्या भन्न खोजेको। अब यहाँनिर मैले एउटा कन्सोल गरेर एक्स मात्रै कन्सोल गरेँ, जसलाई चाहिँ मैले यसरी भ्यार बनाइदिएको छु भने चाहिँ मैले अब कन्सोल गरिसकेपछि अब यहाँ के आउँछ त भन्दाखेरि एक्स इज नट डिफाइन्ड भनेर आउँछ। किन आयो भन्दाखेरि यो स्कोपभन्दा बाहिर डिफाइनै गरेको छैन, त्यही भएर आएको हो होइन। अब यसलाई मैले यसरी चाहिँ डिफाइन गर्न मिल्छ। यसरी डिफाइन गरेँ भने चाहिँ अब यसको भ्यालु एक्सको भ्यालु कति आयो त 2 आयो होइन। अब यहाँ के कुरा आयो भन्दाखेरि ल मैले यो लेट लेखिदिएँ, यो बाहिरतिर ल्याएर लेट लेखिदिएँ, लेट एक्स गरेँ। अब मलाई फेरि इरर आउनुपर्ने हो तर आएन। किन भन्दाखेरि अब हामीहरूले यो लेट र कन्स्ट्यान्टको क्यारेक्टरिस्टिक्स बुझ्नुपर्छ। लेट र कन्स्ट्यान्टको क्यारेक्टरिस्टिक्स के हुन्छ त भन्दाखेरि यो बाहिरतिर डिफाइन गरेको छ भने हामीले चाहिँ के गर्न मिल्छ, यो स्कोपभित्र पनि युज गर्न मिल्छ यो बाहिर डिफाइन गरेको छ भने। तर यो भित्र डिफाइन गरेको छ भने अब यसमा मैले लेट वाइ गरेँ भने अब यो बाहिर त चिन्दैन क्या यसले, अनि चिनेन भने चाहिँ के आउँछ इरर, वाइ इज नट डिफाइन्ड भनेर आउँछ। अब यो इरर चिन्ने तरिका पनि हामीहरूले एउटा कुरा के नोट गर्नु पऱ्यो भन्दाखेरि कुनै पनि प्रोजेक्ट रन गर्दाखेरि यहाँनिर यसरी इरर हेर्ने, इररमा चाहिँ वाइ इज नट डिफाइन्ड भनेर भन्यो भने चाहिँ हामीहरूले के बुझ्नु पऱ्यो भन्दाखेरि कुनै एउटा हाम्रो यो फाइलमा वाइ भन्ने चिज छ होइन, वाइ भन्ने चिज छ, त्यसमा चाहिँ यो डिफाइन भइरहेको छैन भनेर बुझिन्छ। अब यो अब हामीहरूले त नर्मल्ली ठुल्ठुलो प्रोजेक्ट गर्दाखेरि त 20-25वटा फाइल हुन्छ। अब 20-25 200वटा 400-500 जतिवटा पनि फाइल हुनसक्छ। अब यहीँ बिग्रेको भनेर कसरी थाहा हुन्छ भन्दाखेरि यहाँ तल हेर्नुहोस्, यहाँ चाहिँ यसरी यसको लाइन नम्बर 12मा चाहिँ बिग्रेको हो भनेर यहाँनिर यसरी लेखिदिएको हुन्छ। अनि तपाईँले टक्क जाने ओहो यो वाइ त बाहिर डिफाइन गरेको छैन होइन, त्यही भएर चाहिँ यो इरर आएको हो भन्ने कुरा बुझिन्छ। जस्तो अब मैले यसलाई भ्यार गरिदिएँ, भ्यार गरिसकेपछि यो के हो त यसमा पनि इरर आउँछ होइन। किनभने चाहिँ लाइन टु लाइन डिफाइन गरिरहेको हुन्छ, अनि त्यसपछि यसको भ्यालु चाहिँ यहाँ बाहिर स्कोपभन्दा बाहिर भेट्दैन, अनि त्यसपछि इरर आउँछ। सो अब हामीले के गर्नु पऱ्यो, लेट नै गर्नु पऱ्यो। अब हेर्नु है, यसलाई पनि लेट गरेँ, यसलाई पनि लेट गरेँ है। अब के भयो भन्दाखेरि हेर्नु है, अब मलाई के चाहियो, एक्सको भ्यालु यहाँ 2 डिफाइन गरेको छु। मैले यसलाई के गरिदिएँ, बाहिर भ्यार भनेर 5 डिफाइन गरिदिएँ होइन। अब 5 डिफाइन गरिसकेपछि अब यहाँ भित्र आएर मैले के गरिदिन्छु भन्दाखेरि एक्स इक्वल्स टु 10 गरिदिन्छु। ल तपाईँहरू भन्नु त कन्सोलमा एक्स गरेपछि के आउँछ भ्यालु, के आउनुपर्छ, 10 आउनुपर्छ यसरी। किनभने चाहिँ यो भ्यालुलाई मैले यसरी चेन्ज गरिदिएँ होइन। तर लेटर सपोज मैले यो कन्स्ट्यान्ट भनेर लेखेँ, अब एक्सको भ्यालु मैले 5 राखिदिएँ, अब एक्सको भ्यालु 10 राखिदिएँ। अब हेर्नु त अब के आयो, असाइनमेन्ट टु कन्स्ट्यान्ट भेरिएबल। मैले यसरी एकचोटि डिफाइन गरिसकेको कन्स्ट्यान्ट भेरिएबललाई यसरी असाइन गर्नै मिल्दैन क्या, अनि इरर आउँछ यसरी जाभास्क्रिप्टमा, ठिक न। त्यही भएर हामीले के युज गर्नु पऱ्यो भन्दाखेरि कि लेट युज गर्नु पऱ्यो कि भ्यार युज गर्नु पऱ्यो यदि डेटा चेन्ज हुनेवाला छ भने। अब यो लेट र भ्यारमा कतिखेर युज गर्ने भन्ने क्वेसन आउँछ होइन। अब कस्तो हुन्छ भन्दाखेरि भ्यारिएबल भनेको जहिले पनि ग्लोबल्ली लिन्छ, अनि लेट भनेको जहिले पनि स्कोपभित्र छ भने चाहिँ लिन्छ। त्यही भएर नर्मल्ली जाभास्क्रिप्टमा भ्यारिएबल अहिले चाहिँ भ्यार भनेर कतै लेखेको छ भने त्यो चाहिँ आउटडेटेड भइसक्यो। तर यो युज गर्दाखेरि इरर चाहिँ आउँदैन, तर आउटडेटेड भइसकेको अहिलेको लेटेस्ट स्टाइलिङहरूले चाहिँ इरर देखाउन सक्छ। अब यसपछि आउँछ, अब यति तपाईँले बुझ्नु हो भने चाहिँ अब हामीले लेट कन्स्ट र भ्यारलाई चाहिँ कसरी डिफाइन गर्ने भन्ने कुरो चाहिँ बुझ्छौँ होइन। अनि अब नेमिङ कसरी दिने त, नेमिङको हामीहरूको के छ त भन्दाखेरि नेमिङ कन्भेन्सनहरू हामीहरूको 2-3वटा छ। अब त्यसमा एउटा भन्छ
क्यामल केस हुन्छ। क्यामल केस भनेको जस्तै कस्तो भन्दाखेरि जस्तै तपाईँले स्टुडेन्ट नेम लेख्नु पऱ्यो, STUDENT स्टुडेन्ट नेम भनेर लेख्नु पऱ्यो भने चाहिँ यो फर्स्टको क्यारेक्टर जहिले स्मल हुन्छ त्यसपछि आउने सबै क्यापिटल हुँदै जान्छ। स्टुडेन्ट नेम जस्तै कलेज भनेर लेख्नु पऱ्यो भने चाहिँ यसरी कलेज भनेर लेखिन्छ। अब यो अर्को कुरा भनेको स्नेक केस भन्ने हुन्छ। स्नेक केस हैन, स्नेक केस भनेको कस्तो हो त भन्दाखेरि जस्तै यसैलाई माथिकोलाई हामीले स्टुडेन्ट अंडरस्कोर नेम अंडरस्कोर कलेज भनेर यसरी लेख्न मिल्छ हैन। अब यो यसरी किन लेखिन्छ, यो किन युज गरिन्छ हैन भनेर भन्ने हुनसक्छ। क्यापिटलाइज भन्ने पनि हुन्छ। क्यापिटलाइज भनेको फर्स्ट लेटर चाहिँ जहिले सेम यही हुन्छ हैन, तर फर्स्ट लेटर पनि क्यापिटल हुन्छ। तर नर्मल्ली हामीहरूले प्रोग्रामिङमा युज गर्ने देखिरहेको भनेको यो दुईटा हुन्छ, क्यामल केस र स्नेक केस। अब यो केसिङ किन इम्पोर्टेन्ट छ भन्दाखेरि केसिङ भनेको जहिले पनि रिडेबिलिटीको लागि इम्पोर्टेन्ट हुन्छ। जस्तै हामीलाई पढ्नु पऱ्यो, जस्तै मैले यो स्टुडेन्टको पनि स्मल गर्थेँ, सी पनि स्मल गर्थेँ। अब यो माथिको पढ्न सजिलो कि तलको पढ्न सजिलो? तलको पढ्न सजिलो हैन। अब यसैलाई मैले गरेर यो सेम गरेर मैले यसरी यो राख्दिएँ। अब यो दुईटा पढ्न सजिलो कि यो पढ्न सजिलो? अभियसली यो दुईटा पढ्न सजिलो, किनभने चाहिँ हामीहरूले चाहिँ छुट्याउन सक्छौँ कि वर्डहरू कहाँनिरबाट ब्रेक हुन्छ भनेर। नर्मल्ली जाभा स्क्रिप्टहरूमा युज हुने भनेको क्यामल केसहरू युज हुन्छ। अनि हामीले कुनै कन्स्ट्यान्ट फङ्सनहरू डिफाइन गर्नु पऱ्यो भने चाहिँ स्नेक केसहरू युज हुन्छ। कन्स्ट्यान्टहरू डिफाइन गर्नु फङ्सनको लागि त क्यामल केसै युज गर्दा हुन्छ, भेरिएबलको लागि पनि क्यामल केसै युज गर्दा हुन्छ, त्यस्तो हुन्छ हैन। अनि जाभा स्क्रिप्टमा जहिले पनि अब मेन एउटा गल्ती हामीहरू स्टुडेन्टहरूले के गर्छौँ त भन्दाखेरि जस्तै यहाँ स्टुडेन्ट नेम कलेज भनेर लेखिदिन्छौँ, तर हामीले तल युज गर्दाखेरि स्टुडेन्ट यहाँ एन लेखिदिन्छौँ, यो नेम कलेज भनेर लेखिदिन्छौँ। अब यो गर्दाखेरि चाहिँ इरर आउँछ क्या, यो इरर आउँछ किनभने चाहिँ जाभा स्क्रिप्ट भनेको जहिले पनि के हुन्छ, केस सेन्सिटिभ हुन्छ। सो यो इरर आउने हो हैन। अनि त्यसपछि अब भेरिएबल चाहिँ कस्तो हुनुपर्छ त, कस्तो हुनुपर्छ? जस्तै युजर नेम छ हैन, युजर नेम भन्ने छ हैन, कुनै एउटा भेरिएबल मैले बनाएँ। अब हामीले नर्मल्ली युज गर्ने भनेको क्यामल केस भनेर हामीले युज गर्छौँ। अब यसपछि जहिले पनि अब युजर नेम भनेर बनाए तपाईँले एक्स भनेर राखिदिनु हो त्यसको ठाउँमा। युजर नेम भनेको जस्तै के भनौँ, युजर 1 2 3 भनेर राख्नु, 1 2 3 4 राख्नु भयो। र यसैलाई हामीले यसरी युजर नेम इक्वल्स टु यो राख्यौँ भनेपछि हेर्दाखेरि कुन रिडेबल भयो त? नेम गर्दाखेरि जहिले पनि रिडेबल हुनुपर्छ, थाहा हुनुपर्छ। जस्तै XYZ जे पाए त्यही राखेर हामीहरूलाई चाहिँ थाहा हुँदैन। जस्तै UN भनेर राखिदिउँ, मैले बुझ्छु, म UN भनेर राखिदिन्छु, युजर नेम हो UN भनेको भनेर मैले राखिदिन्छु, तर यो चाहिँ बुझिँदैन। सो हामीले नेमिङ गर्दाखेरि जहिले पनि बुझिने नेम राख्नुपर्छ, बुझिने भेरिएबलको नाम राख्नुपर्छ हैन। अनि जहिले पनि नेम चाहिँ मिनिङफुल हुनुपर्छ। जस्तै अब UN त मिनिङफुल भएन, युजर नेम चाहिँ मिनिङफुल भयो, जसले गर्दा हामीहरूलाई युजरको नेमहरू यसरी गर्न सकिन्छ भन्ने कुरो हामीलाई थाहा भयो। अब अर्को आउँछ डेटा टाइप। अब डेटा टाइप जाभा स्क्रिप्टमा के डेटा टाइप छ त? जाभा स्क्रिप्टमा चाहिँ हाम्रो प्रिमिटिभ र नन प्रिमिटिभ दुईटा हुन्छ। एउटा हुन्छ प्रिमिटिभ, अर्को हुन्छ नन प्रिमिटिभ हैन। अब प्रिमिटिभ डेटा टाइप र नन प्रिमिटिभ डेटा टाइप दुईटा हुन्छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि यसमा एकचोटि हामीले डेटा टाइप डिफाइन गरिसकेपछि यो चाहिँ इम्युटेबल हुन्छ क्या। अब यसको डेटा टाइप हामीले चेन्ज गर्न मिल्दैन। जस्तै अब कुनै एउटा फर इक्जाम्पलको लागि हामीले एउटा नम्बर राखेको छौँ भने चाहिँ त्यो नम्बरलाई स्ट्रिङ बनाउँदाखेरि अलिकति त्यो चाहिँ राम्रो हुँदैन क्या। मतलब कि कस्तो हुन्छ भन्दाखेरि जस्तै यो एक्स भनेको नम्बर छ, नम्बरलाई हामीले यसरी स्ट्रिङ बनाइदियो भनेपछि नम्बरले जस्तो बिहेभ गरिरहेको थियो स्ट्रिङले त्यस्तो बिहेभ गर्दैन। फर इक्जाम्पलको लागि म अहिले भर्खरै देखाइदिन्छु। यो एउटा लेट एक्स 5 र 3 गरेको छौँ। अहिले 5 3 गर्दाखेरि एन्सर के आउँछ भन्दाखेरि क्लियर हानिदिन्छु म यसलाई।
5 र 3 गर्दाखेरि 8 आइरहेको छ होइन। तर मैले अब यसलाई यसरी स्ट्रिङ बनाइदिएँ भने त, यसरी स्ट्रिङ बनाइदिएँ भने चाहिँ एन्सर के आउँछ त? के आउँछ गेस गर्नु त? एन्सर आउँछ 5 र 3 यसरी आउँछ 53। यो राइट होइन। यो टाइप भनेको के भयो त भन्दाखेरि स्ट्रिङ टाइपको भयो, यो भनेको नम्बर टाइपको भयो। अब हामीलाई टाइप पत्ता लगाउनु छ भने चाहिँ हामीले के गर्नु मिल्छ भन्दाखेरि यसरी एक्सको टाइप पत्ता लगाउनु पऱ्यो। टाइप अफ भन्ने एउटा हुन्छ, एक्सको पत्ता लगाउनु पऱ्यो र वाईको पत्ता लगाउनु पऱ्यो होइन। अब यसरी मैले कन्सोल गर्दाखेरि एक्स गरेँ, एक्सको टाइप के हो भनेर यहाँ देखाउँछ, अनि त्यसपछि वाईको टाइप के हो भनेर यसरी यहाँ देखाउँछ होइन। अब त्यही भएर हामीहरूलाई यो के भनेको भन्दाखेरि यो इम्युटेबल भनेको क्या। जस्तै यहाँ हामीले हेऱ्यौँ भने चाहिँ एक्सको टाइप के छ? स्ट्रिङ छ। यो वाईको टाइप के छ? नम्बर छ। सो अब हाम्रो फङ्सनालिटी चाहिँ त्यसरी नै हुन्छ होइन। अनि अब नन प्रिमिटिभ भनेको के हो त भन्दाखेरि जस्तै अब्जेक्टहरू भयो, एरे भयो, यिनीहरूमा चाहिँ के हुन्छ त भन्दाखेरि अब कुनै पनि एउटा अब्जेक्ट, इक्जाम्पलको लागि एउटा अब्जेक्ट लगाऊँ, लेट ओबिजे भनेर एउटा अब्जेक्ट। यो जस्तै नेम हेर्नु है, मैले नेम बनाउँदाखेरि एकदमै मिनिङफुल छ कि छैन भन्ने चाहिँ एकदम ध्यान दिनुपर्छ। ओबिजेले बुझिँदैन, ओबिसिटी नै लेख्दिने, किनभने पछितिर कन्फ्युज नहोस्। अब हेर्नु, अब यसमा के हुन्छ त भन्दाखेरि अब्जेक्ट चाहिँ प्रिमिटिभ डेटा टाइप कसरी हो भन्दाखेरि यसमा चाहिँ अब जस्तै नेम छ, एज छ, सिटी छ। अब यो प्रिमिटिभ डेटा टाइप किन भयो भन्दाखेरि यो भित्र चाहिँ नन प्रिमिटिभ डेटा टाइप हुन्छ, मतलब कि यसभित्र स्ट्रिङ पनि हुन पायो होइन, इन्टिजर हुन पायो, अनि त्यसपछि अरू टाइपहरू फङ्सन हुन पायो। त्यही भएर यसलाई हामी जाभास्क्रिप्टमा के भन्छौँ? प्रिमिटिभ डेटा टाइप भनेर भन्छौँ होइन। अब यसको अरू टाइपहरू अब नर्मली हामीहरूले प्रिमिटिभ डेटा टाइप सुनिरहेको भनेको नम्बर, स्ट्रिङ, बुलियन, नल, अनडिफाइन्ड एन्ड अदर सिम्बलहरू हुन्छ होइन। तर अब हामीहरूलाई अब यति भइसकेपछि अब हामीहरूलाई कुनै पनि डेटा टाइपहरू कसरी डिफाइन गर्ने यताउता भन्ने कुराको टेन्सनै भएन होइन। अब हामीहरूले स्ट्रिङ पनि डिफाइन गर्न पायो, नम्बर पनि डिफाइन गर्न पायो, आफ्नो आवश्यकता अनुसार गर्ने फेरि होइन। अब्जेक्ट यसरी डिफाइन गर्नुपर्छ, अब्जेक्टमा जहिले पनि की र भ्यालुको पेयर हुन्छ। अनि एरे भन्ने हुन्छ एउटा, अर्को हुन्छ एरे भनेको कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ क्या। जस्तै यसको पोजिसनहरू हुन्छ क्या, यसरी 0 पोजिसन, 1 पोजिसन, 2 पोजिसन, 3 पोजिसन, 4 पोजिसन भनेर। जस्तै अब हामीले C++ गर्दाखेरि के हुन्छ त भन्दाखेरि जस्तै मैले यहाँनिर होइन कन्सोल गरेँ, कन्सोल डट लग गरेँ, तर के गरेँ, के को लागि लग गरेँ भन्दाखेरि एरेको 0 हेर्नु छ मलाई। जस्तै अब थाहा होस् भनेर मैले के गर्नु पऱ्यो, 0 एरे भनेर लेख्नु पऱ्यो होइन। अब मलाई के गर्नु पऱ्यो, सेभ गरेँ, यसलाई क्लियर गरिदिएँ। अब यसलाई क्लियर गरिसकेपछि नोड रन गर्दाखेरि के भयो त भन्दाखेरि 0 को एरेमा चाहिँ 0 पोजिसनमा भएको भ्यालु यसरी आउँछ क्या। जस्तै मैले यसलाई यो भ्यालु 10 राखिदिएँ भने चाहिँ आउनु पऱ्यो के 10 यसरी आउँछ क्या है। यो भयो एरे। अब अर्को कुरा भनेको एरेभित्र चाहिँ एरेभित्र अब्जेक्टहरू पनि हुनसक्छ कि। यो नम्बर भयो होइन, स्ट्रिङ पनि यसरी हुनसक्छ होइन, स्ट्रिङ यसरी हुनसक्छ। स्ट्रिङ भनेको जस्तै 0 1 2 मात्र होइन, यहाँ राम, श्याम, यसरी श्याम भन्ने हुनसक्छ होइन। जस्तै मैले यसलाई क्लियर गर्नु चाहिँ यसलाई क्लियर गर्नु। अब 0 भनेको तपाईँहरू भन्नु त एरेको 0 भने चाहिँ कुन बेला आउँछ? एरेको 0 भनेपछि एरेको 0 भनेको राम आउँछ। यहाँ यसरी कन्सोल गरेँ भने चाहिँ मैले एरेको 0 भनेको राम आयो क्या। यसरी हामीले चाहिँ एक्सेस गर्न मिल्छ क्या। अब कुनै पनि एरेको डेटा भनेको स्ट्रिङ र नम्बर मात्रै नभएर अब्जेक्ट पनि हुन पाउँछ क्या। जस्तै यहाँनिर मैले यसरी राख्दिएँ, यसरी अब्जेक्टमा नेम राखेँ, नेममा चाहिँ एबिसी भनेर राखेँ, अनि त्यसपछि कमा गरेँ, अनि XYZ भनेर राखेँ। यसरी हामीले अब्जेक्ट एरेभित्र पनि यसरी अब्जेक्ट राख्न मिल्छ क्या होइन। एरेभित्र यसरी अब्जेक्ट राख्न मिल्छ होइन।
सो अब अब्जेक्ट राख्न मिल्छ। अब मलाई चाहिँ यो एरेको 0 चाहियो भने चाहिँ यसले के दिन्छ त भन्दा यो पुरै अब्जेक्ट दिइदिन्छ क्या मलाई। यहाँ हामीले हेऱ्यौँ भने चाहिँ थाहा हुन्छ अब पुरै अब्जेक्ट दियो नि मलाई, नेम एबिसी सहित। हो यसरी हामीले चाहिँ डेटा टाइप र उसको बारेमा हामीले यो हेर्न सक्छौँ। अब हाम्रो के छ त भन्दाखेरि कमन मिस्टेकहरू के हुनसक्छ त। अब यो काम गर्दाखेरि कमन मिस्टेक के हुन्छ त भन्दाखेरि हामीले भ्यार कहिले पनि युज गर्नु भएन। भ्यार चाहिँ हामीले युजै गर्नु भएन। इन्स्टेड अफ भ्यार हामीले के युज गर्नु पऱ्यो, जुन भ्यालु चेन्ज नै हुँदैन त्यसलाई चाहिँ हामीले कन्स्ट भनेर युज गर्नु पऱ्यो। जुनको भ्यालु चेन्ज हुन्छ भने त्यसलाई हामीले के गर्नु पऱ्यो, लेट युज गर्नु पऱ्यो होइन। अनि त्यसपछि अर्को कुरा हुन्छ के हुन्छ भन्दाखेरि जस्तै हामीले अर्को इस्यु के हुनसक्छ भन्दाखेरि हामीले भेरिएबल यसरी एक्स इक्वल्स टु 1 भनेर यसरी डिफाइन नगरिकनै यदि हामीले एक्स इक्वल्स टु 10 + 10 भनेर लेखिदिउँ भनेपछि यो चाहिँ इरर भयो क्या। यो इरर भयो। किन इरर भयो भन्दाखेरि यसको अगाडि कि लेट हुनु पऱ्यो कि कन्स्ट हुनु पऱ्यो होइन। सो एउटा यो भयो। अनि त्यसपछि अर्को हुन्छ जस्तै डेटा टाइप इन्करेक्ट युज भयो। लेटर सपोज अब हामीले अहिले भर्खरै इक्जाम्पल दियौँ जस्तै एक्स र वाइ सम गर्नु छ होइन। एक्स र वाइ सम गर्नु छ, जेड भनेको एक्स प्लस वाइ हो, कन्सोल जेड गर्दाखेरि जस्तै एक्स र वाइ सम गर्नु छ 5 + 3 चाहिँ 8 हुनुपर्ने, तर एक्सको टाइप चाहिँ स्ट्रिङ छ होइन, वाइको टाइप चाहिँ नम्बर छ। अब आउँछ के इस्यु आउँछ। सो यस्तो इस्युलाई हटाउनलाई के गर्नु पऱ्यो, हामीले के गर्नु पऱ्यो, यस्तो इस्युलाई हटाउनलाई हामीले ध्यान दिएर यो डेटा टाइपहरू पनि डिफाइन गर्नुपर्छ। अब हामीले हेर्दाखेरि अहिले आयो 53, आउनु पऱ्यो नि 8, आयो 53। सो अब हामीले के गर्नु पऱ्यो, कुनै पनि टाइप स्ट्रिङ टाइपको यसरी नम्बर छ भने चाहिँ हामीले यसलाई पार्सइन्ट भन्ने हुन्छ क्या, एउटा पार्सइन्ट भन्ने हुन्छ। पार्सइन्टभित्र यसरी हामीले पठाइदियौँ भने चाहिँ यो स्ट्रिङलाई इन्टिजरमा पार्स गरिदिन्छ र हामीहरूको एन्सर के आउँछ, 8 आउँछ यसरी है। यसरी हामीहरूले चाहिँ कुनै पनि चिजलाई राम्ररी डेटा टाइपहरू डिफाइन गरेर गर्न मिल्छ। अब आज हामीहरूले यो उसमा चाहिँ के पढ्यौँ त भन्दाखेरि भेरिएबलहरू के हो, भेरिएबल किन युज हुन्छ होइन, अनि भेरिएबलको इम्पोर्टेन्स के छ होइन, अनि त्यो कुराहरू हामीले के गर्यौँ आजको यसमा युज गर्यौँ। सो अब हामीहरूलाई अब आजको क्लास सकिसकेपछि हामीहरूले 2-3वटा क्वेसन छ होइन, त्यो चाहिँ हजुरहरूले मजाले प्र्याक्टिस गर्नुपर्ने छ। जस्तै अहिलेको लागि एउटा क्वेसन के छ भन्दाखेरि वाट इज द डिफरेन्स बिट्विन लेट, कन्स्ट, भ्यार वेन डिक्लेयरिङ अ भेरिएबल इन जाभास्क्रिप्ट। यो एकचोटि मजाले बुझ्नु होला होइन, हेर्नु होला होइन। अनि अब अर्को छ कुनै पनि चिजको भेरिएबल चाहिँ आइडेन्टिफाई कसरी गर्ने। आइडेन्टिफाई गर्दाखेरि हामीले के युज गरेको थियौँ, टाइप अफ भन्ने तपाईँहरूलाई थाहा होला। टाइप अफ लेख्ने अनि त्यसपछि त्यो भेरिएबलको नाम लेख्ने। फर इक्जाम्पलको लागि लेट काउन्ट इक्वल्स टु 10 छ भने टाइप अफ काउन्ट गरेपछि के आउनु पऱ्यो भन्नु त, नम्बर। अनि त्यसपछि अरू टाइपहरू भनेको यसरी हामीहरूले डिफाइन गरेको हुन्छ। जस्तै अब यसको टाइप के हुन्छ, यो टाइप भनेको के हो भन्नु त, स्ट्रिङ। गुड। यो टाइप भनेको के हो भन्नु त, बुलियन। अब यसरी हामीले लेट युजर भनेर यसरी हामीले यसरी डिफाइन गरेर छोडिदियौँ भनेपछि के हुन्छ त भनेर अब हामीले एकचोटि यसमा पनि हेरिदिन्छौँ। जस्तै हामीले लेट युजर भनेर छोडिदियौँ अनि त्यसपछि कन्सोल गर्दाखेरि के गऱ्यौँ भन्दाखेरि युजरको टाइप अफ युजर गऱ्यौँ। अब यो के टाइपको हुन्छ त भन्दाखेरि अब हामीले केही डिफाइनै गरेको छैनौँ, त्यही भएर केही डिफाइन नगरेको चिजलाई हामीले के भन्छौँ, अनडिफाइन्ड भन्छौँ। त्यही भएर यति मात्रै गरेको छ भने चाहिँ यसको टाइप के भयो, अनडिफाइन्ड भयो। र
अब यो इक्वल्स टु नल छ भने चाहिँ यसको टाइप के हुन्छ? अब जस्तै युजर इक्वल्स टु नल भनेर हामीले यसरी लेखिदिउँ भने चाहिँ यसको टाइप के हुन्छ? अब नल लेखेपछि टाइप अरू हुने कुरै भएन, अब्जेक्ट हुन्छ। तर यसलाई हामीले नल टाइप भनेर पनि भन्छौँ। अरू के हुनसक्छ त भन्दाखेरि जस्तै हामीहरूलाई इररहरू आउन सक्छ के भन्दाखेरि एन भनेर आउँछ क्या कहिलेकाहीँ, नट अ नम्बर भनेर। जस्तै हामीले नम्बर एक्सपेक्ट गरेर आउँछ कहिलेकाहीँ, तर आउँदैन त्यो, त्यही भएर के आउँछ? नट अ नम्बर भनेर आउँछ होइन। अनि त्यसपछि अब यसपछि के त भन्दाखेरि अब नेमिङको कुरा। नेमिङमा चाहिँ जस्तै अब म 4-5 वटा दिन्छु, कुन भ्यालिड हो कुन इनभ्यालिड हो तपाईँहरू आफै छुट्याउनु सर। अब यति गरिसकेपछि भ्यालिड र इनभ्यालिड हामीले छुट्याउनु पर्छ। अब यो सेकेन्ड प्लेस भनेर राखेको छ, यो भ्यालिड हो कि होइन भन्नु त? यो चाहिँ जहिले पनि के हुन्छ? इनभ्यालिड हुन्छ, किनभने चाहिँ कुनै पनि भेरिएबलको नेमिङ अगाडि नम्बरबाट सुरु गर्नु हुँदैन। यो के हुन्छ? यो भ्यालिड हुन्छ। अब यो हामीहरूले किनभने कुनै पनि नम्बरको अगाडि अन्डरस्कोर छ भने पनि हामीहरूले हेर्ने भनेको यो युजर नेम चाहिँ केही मिनिङ दिन्छ कि दिँदैन यताउता भनेर हो। सो हाम्रो यति अन्डरस्कोर बाहेक यतिले चाहिँ क्यामल केस फलो गरेको छ र नेम चाहिँ अन्डरस्ट्यान्डेबल छ। अनि यसले चाहिँ दिन्छ कि दिँदैन? यो अब हामीहरूको पिएचपीको अन्डरस्ट्यान्डिङमा यसले पनि दिन्छ। अब यसले दिन्छ कि दिँदैन? गुड, यसले चाहिँ दिँदैन, यो इनभ्यालिड हुन्छ। होइन, अनि लेटले दिन्छ कि दिँदैन? भेरी गुड, यो पनि इनभ्यालिड हुन्छ। किनभने चाहिँ अब हामीलाई के थाहा छ भन्दाखेरि लेट कन्स्ट र भ्यार भनेको त जाभा स्क्रिप्टले अलरेडी रिजर्भ गरेको किवर्ड हो, सो द्याट यो भनेको जहिले पनि इनभ्यालिड हुन्छ। अब यसरी हामीलाई के थाहा भयो त भन्दाखेरि जाभा स्क्रिप्टको उहरू पनि यो भेरिएबल पनि कसरी राख्ने भन्ने पनि थाहा भयो होइन। अब हामीहरूलाई के बाँकी रहन्छ भन्दाखेरि अब हामीलाई कुनै एउटा अब्जेक्ट छ, कुनै एउटा अब्जेक्ट छ होइन। अब मलाई बुकको टाइटल मात्रै कन्सोल गर्नु पऱ्यो। यहीँ हेरौँ है, एकचोटि मजाले हेरौँ है। यहाँनिर मलाई बुकको टाइटल मात्रै कन्सोल गर्नु पऱ्यो भने चाहिँ मैले के गर्छु त भन्दाखेरि कन्सोल लेख्छु, कन्सोल डट लग गर्छु, बुक डट टाइटल गर्छु क्या। बुक डट टाइटल गरेपछि यसले के गर्छ? बुकमा जान्छ, बुकको टाइटल खोज्छ क्या। अनि त्यसपछि मलाई के दिन्छ? बुकको टाइटल दिन्छ। जस्तै अब मैले अब यहाँ रन गरेँ भने चाहिँ के हुन्छ? बुकको टाइटल दिन्छ। यसरी बुकको टाइटल के छ? जाभा स्क्रिप्ट बेसिक्स। अब मलाई पेजेस मात्रै चाहियो भने चाहिँ पेजेस भनेर यसरी मैले लेख्न मिल्छ, पेजेस 250। अब इज पब्लिस्ड हो कि होइन भनेर मात्रै थाहा पाउनु पऱ्यो भने चाहिँ यसरी मैले इज पब्लिस मात्रै राखेर पनि यसरी हेर्न मिल्छ क्या। अब हामीलाई के थाहा भयो त भन्दाखेरि अब्जेक्टभित्रको कुनै पनि एउटा की लाई डट गरेपछि त्यसको भ्यालु चाहिँ गेट गर्न सकिँदो रहेछ भन्ने कुरा हामीहरूले यहाँबाट चाहिँ थाहा हुन्छ। अब यसपछि अब हामीहरूलाई अरू के हुनसक्छ भन्ने यदि हजुरलाई के क्वेसन छ भने चाहिँ हजुरले त्यो क्वेसन पनि राख्न सक्नुहुन्छ। यति नै गरौँ आजको लागि होइन। कसैलाई के क्वेसन छ भने सोध्न सक्नुहुन्छ।